ल गाइस यो चाहिँ बोराबादको पार्किङ बाइक पार्किङ गरेको 20 रुपियाँ लियो होइन मलाई चाहिँ अरूलाई के छ थाहा छैन बोराबादको यो यस्तो अवस्था छ अहिले करिब अहिले 4:30 पौने 5 भएको छ मोटामोटी पार्किङ यसरी 20 रुपियाँ लिँदो रहेछ शुल्क होइन यस्तो ठुलो मान्छेको आवाज धेरै नै वृद्धि भइसकेर अस्तिभन्दा गाडीहरू पार्किङ यत्तिकै मान्छे आउने क्रम यत्तिकै छ जाने क्रम भइरहेछ यो पिकनिक होला आफ्नो पिकनिक डान्स गरिरहेछ मान्छे त कति हो कति यहाँ अब साथीभाइ नै हराउने रहेछ यहाँ आफ्नै साथीहरू गायब भएर कता छन् म चाहिँ यहाँ कान्छी बहिनी म आएको 2 जना अनि फुपूको छोरी करुणा बहिनी पनि आइसक्यो होला अरू भतिजाहरू टन्न आएर छ साथीहरू पुरानो गाउँलेहरू टन्न भेटियो आमामा मान्छे त कति हो अनगिन्ती बोराले बाँधेको बाँध्दै बोरा बाँध्दो आमा मान्छे कति तपाईँको पनि आफन्तहरू आएको हुनसक्छ नि यहाँ मजाले भिडियो हेर्नुलाई सबैजनालाई मान्छेको जमात कति हो कति सुरुको एउटा छाप्री भनेको यही मात्रै पुरानो छाप्री हो पुरानो छाप्री ओझेलमा परिसक्यो नयाँ छाप्री टनाको भाइरल बोराबादको अवस्था यस्तो मान्छेको चाप हेर्नुलाई यहाँ कति हो हेर्नुहोस् है गाइड सनसेट हेर्न आउने मान्छे खासै होइन सनसेट हेर्न आउने मान्छेको यहाँ 20,000 मान्छे त्योभन्दा पनि बेसी भेला भएको यो एक साइडको भएन यो एक साइडको मात्रै हो अर्को साइडमा कति हिस्सा छ 3टा जेटबोटले यहाँ इन्टरटेनमेन्ट गराइरहेको छ पर्यटकहरूलाई स्थानीय पर्यटकहरू सबै आन्तरिक पर्यटक भनौँ न जो चाहिँ नेचुरल नाउ किस्तीमा वारिपारी गरेर